आज हामी हेर्न गइरहेको छौं प्रार्थनाको महत्त्व बारेमा। आजको वर्षको शीर्षक छ प्रार्थनाको महत्त्व। एउटा विश्वासी जीवनमा प्रार्थनाको किन महत्त्व छ आज हामी हेर्न गइरहेको छौं। प्रभु येशू ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता भनेर जब हामी विश्वास गर्छौं तब चाहिँ अब हाम्रो जीवनमा एउटा युद्ध सुरु हुन्छ। तब चाहिँ के हुन्छ? युद्ध सुरु हुन्छ। किनकि अब तपाईले प्रभु येशू ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता भनेको तपाईले विश्वास गर्नुभएको छ। स्वर्गमा ठूलो रमावट हुन्छ भने नि शैतानहरु चाहिँ फेरि के गर्छ भन्नुस् त? शैतानहरु तपाईको पछि लाग्न सुरु गर्छ। किनकि शैतान चाहदैन हरेकले उद्धार र मुक्ति पाएको शैतान चाहदैन। हरेकको जीवनमा चल्दै आएको शैतान चाहदैन। हरेकको जीवनमा समृद्धि आएको शैतान चाहदैन। हरेक चाहिँ प्रभु येशू ख्रीष्टसँग एक भएको, प्रभु येशू ख्रीष्टलाई उद्धारकर्ता र मुक्तिदाता भनेर स्वीकार गरेको शैतान चाहदैन। परमेश्वर चाहनुहुन्छ, योना 3 को 16 पदमा उहाँले भन्नुभएको छ कोही पनि नाश नभएको परमेश्वर चाहनुहुन्छ। त्यसकारण परमेश्वरले एकमात्र पुत्र दिनुभयो। जब तपाईले पुत्र येशू ख्रीष्टलाई ग्रहण गर्नुहुन्छ नि अब तपाईको जीवनमा एउटा लडाई सुरु हुन्छ, युद्ध सुरु हुन्छ। अनि त्यो युद्ध जित्ने चाहिँ एउटै मात्र तरिका छ, त्यो चाहिँ हो प्रार्थना। हालेलुया। त्यो युद्ध जित्नु हो भने तपाईले नि प्रार्थना गर्नुपर्ने हुन्छ। यदि प्रार्थना गर्नुहुन्न भने नि तपाईले शैतानसँग लडाई लड्न सक्नुहुन्न। प्रार्थनाले मात्र चाहिँ नि आत्मिक युद्धहरुमाथि हामी विजय प्राप्त गर्छौं। हालेलुया। हालेलुया। त्यसकारण गर्दाखेरि प्रार्थना विश्वासी जीवनमा एकदमै इम्पोर्टेन्ट छ। प्रार्थना भनेको आत्मिक जीवनको सास हो। प्रार्थना भनेको के हो? आत्मिक जीवनको सास हो। सबैले भनौँ त मसँगै, प्रार्थना भनेको आत्मिक जीवनको सास हो। जसरी सास बिना शरीर चल्दैन त्यसरी नै प्रार्थना बिना आत्मिक जीवन चल्दैन। बुझ्दै हुनुहुन्छ? यो सास बिना हाम्रो शरीर चल्दैन नि। जसरी नि यो सास बिना शरीर चल्दैन त्यसरी प्रार्थना बिना हाम्रो आत्मिक जीवन चल्दैन। प्रार्थना बिना हामी परमेश्वरको नजिक जान सक्दैनौं। प्रार्थना नगरिकन परमेश्वरको नजिक कोही पनि जान सक्दैन। त्यसकारण गर्दै भनाइ छ धेरै प्रार्थना धेरै शक्ति, थोरै प्रार्थना थोरै शक्ति, छैन प्रार्थना छैन शक्ति। हालेलुया। आमेन। धेरै प्रार्थना गर्नुहुन्छ धेरै शक्ति तपाईले प्राप्त गर्नुहुन्छ, थोरै प्रार्थना गर्नुहुन्छ थोरै शक्ति प्राप्त गर्नुहुन्छ। प्रार्थना गर्नुहुन्न केही पनि पाउनुहुन्न। प्रार्थना भनेको शक्ति हो। प्रार्थना भनेको जीवन हो। प्रार्थना भनेको विश्वासी जीवनको हतियार हो। अनि प्रार्थना भनेको चाहिँ नि परिवर्तन हो। जब तपाईले प्रार्थना गर्न सुरु गर्नुहुन्छ नि परमेश्वरले परिवर्तन ल्याउन सुरु गर्नुहुन्छ। जागृति प्रार्थनाबाट आउँछ, आशिष प्रार्थनाबाट आउँछ। तपाईले यदि प्रार्थना गर्नुहुन्न भने जागृति आउँदैन। तपाईले यदि तपाईको गाउँको निम्ति तपाईले प्रार्थना गर्न सुरु गर्नु भयो नि गाउँको मान्छेले प्रभाव आउन सुरु गर्छ। तपाईको घर परिवारको निम्ति तपाईले प्रार्थना गर्न सुरु गर्नुहुन्छ नि घर परिवार प्रभाव आउन सुरु गर्छ। आज तपाईको जीवनमा भएको परिस्थिति किन परिवर्तन नभएको? तपाईको घर परिवारको जीवन प्रभावमा आएर किन परिवर्तन नभएको? प्रार्थना गर्दैन मेरो प्रियहरु। तपाईको आफ्नै जीवन पनि किन परिवर्तन नभएको? बारम्बार त्यही पापमा तपाईँ फसिरहनुहुन्छ, त्यही पापमा तपाईँ डुबिरहनुहुन्छ। किन चाहिँ मेरो प्रियहरु तपाईको जीवनमा त्यो पापबाट तपाई किन छुटकारा नभएको? कारण यो तपाईले प्रार्थना गर्नुहुन्न। एक दिन प्रार्थना गर्नुहुन्छ अर्को दिन थन्काउनुहुन्छ। एक हप्ता प्रार्थना गर्नुहुन्छ फेरि अर्को हप्ता तपाईले प्रार्थना गर्नुहुन्न। एक महिना तपाईले प्रार्थना गर्नुभयो फेरि प्रार्थना तपाईले रोक्नुहुन्छ। त बाइबलले भन्छ निरन्तर प्रार्थना गरिरह। जब तपाईले निरन्तर प्रार्थना गर्नुहुन्छ नि शैतानको अड्डाहरु भड्किन सुरु गर्छ। शैतानले बनाएको योजनाहरु नि टुट्न सुरु गर्छ। हालेलुया। आजकल कति प्रार्थना गर्दै हुनुहुन्छ तपाईको जीवनमा मेरो प्रियहरु? प्रार्थनाले चाहिँ मेरो अलौकिक कुराहरुलाई खोलिदिन्छ। प्रार्थनाले चाहिँ प्रार्थना सोच्दै नसकेको कुरालाई सम्भव गराउँछ। भन्नुस् त प्रार्थनाले असम्भव कुरालाई सम्भव बनाउँछ। तपाईको जीवनमा के असम्भव कुरा छ त्यसलाई सम्भव बनाउने माध्यम भनेको प्रार्थना हो। प्रार्थनाद्वारा नै परमेश्वरले चाहिँ नि प्रार्थनाद्वारा पत्रुसलाई परमेश्वरले जेल खानाबाट छुटकारा दिनुभयो। प्रेरित 12 अध्यायको 5 देखि हामी 7 पदसम्म हेर्नेछौँ। यसरी पत्रुस झ्यालखानामा राखिए तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बडो जोशसँग प्रार्थना गरिरहेको थियो। तिनको निम्ति मण्डलीले बडो अनि जोशको साथ
प्रार्थना गरिरहेका थिए। अनि पढ्नुहोस् त फेरि। हेरोदले तिनलाई बाहिर निकाली ल्याउन खोजेकै रात पत्रुस 2वटा साङ्लाले बाँधेर 2जना सिपाहीहरूका बीचमा सुतिरहेका थिए। सिपाहीहरू पनि ढोका अघिल्तिर उभिएर झ्यालखानाको पहरा दिइरहेका थिए। अचानक प्रभुका एउटा स्वर्गदूत त्यहाँ देखा परे र कोठरीमा ज्योति चम्क्यो। स्वर्गदूतले पत्रुसलाई कोठामा हिर्काए अनि छिटो उठ उठ भनेर तिनलाई जगाए। तब साङ्लाहरू तिनका हातबाट फुस्केर खसे। हालेलुया। प्रेरित 12 अध्यायको 5 देखि तपाईले 7 पदमा हेर्नुभयो भने यहाँनिर छ नि पत्रुस चाहिँ जेलखानामा छ। पत्रुसको हातहरूमा चाहिँ नि साङ्ला लगाएको छ। तर बाइबलले मजाको कुरा चाहिँ के भन्छ भने पत्रुस जेलखाना हुँदै गर्दाखेरि मण्डलीले जोर साथ प्रार्थना गरिरहेको थिए भन्छ बाइबलले। तब मण्डलीले नि पत्रुसको निम्ति निरन्तर प्रार्थना गरिरहे, भक्ति साथ प्रार्थना गरिरहे, जोर साथ प्रार्थना गरिरहे। परमेश्वरले पत्रुसलाई जेलखानाबाट छुटकारा दिनुभयो। शरीरमा हेर्दा चाहिँ असम्भव छ। हालेलुया। जेलखानाबाट कसरी छुटकारा हुन्छ मेरो प्रियहरू? तर परमेश्वरमा असम्भव कुरा सम्भव छ। पत्रुस जेलखानाबाट कसरी छुटकारा भयो? जब मण्डलीले प्रार्थना गर्यो नि परमेश्वरले पत्रुसलाई जेलखानाबाट छुटकारा दिनुभयो। आज तपाईको जीवनमा नि थुप्रै किसिमको जेलखाना हुन सक्छ। पापको जेलखाना हुन सक्छ, श्रापको जेलखाना हुन सक्छ, गरिबीको जेलखाना हुन सक्छ, चिन्ता तनावको जेलखाना हुन सक्छ, अशान्तिको जेलखाना हुन सक्छ। जब तपाईँ प्रार्थना गर्नुहुन्छ नि परमेश्वरले त्यो जेलखाना तोडिदिनुहुन्छ। आमेन। त्यो बन्धनलाई तोडिदिनुहुन्छ। जसरी पत्रुसको जीवनमा मण्डलीले जोर साथ प्रार्थना गर्दै गर्दाखेरि पत्रुसलाई परमेश्वर जेलखानाबाट छुटकारा दिनुभयो। आजको दिनदेखि जब तपाईँ प्रार्थना गर्न सुरु गर्नुहुन्छ तपाईँको जीवनमा भएको जेलखानाबाट टोक्न सुरु गर्छ। प्रार्थनाद्वारा नै परमेश्वरले दाउद राजालाई विजय दिनुभयो। दाउद राजा जहाँ जहाँ जान्थ्यो नि दाउद राजाले प्रार्थना गर्थ्यो परमेश्वरसँग। यदि उसले प्रार्थना नगर्नु भए परमेश्वरले विजय दिनु हुन्थेन। तब उसले प्रार्थना गर्यो नि परमेश्वरले दाउद राजालाई हरेक उसको युद्धमा परमेश्वरले विजय दिनुभयो। प्रार्थनाले चाहिँ रहस्यको कुरालाई खोल्दछ। प्रार्थनाले रहस्यको कुराहरू खोल्दछ। तपाईँ दानियलको जीवनमा तपाईँले हेर्नुभयो भने दानियल 2को 18 र 19 पदलाई हामी हेरौँ है त। बेबिलोनका अरू ज्ञानी पुरुषहरूका साथमा तिनी र तिनका साथीहरू नमारिउन् भन्ने खातिर यो रहस्य खोल्न स्वर्गका परमेश्वरको कृपा मिलोस् भनी तिनले आफ्ना साथीहरूलाई उहाँसँग प्रार्थना गर्न अनुरोध गरे। राति दर्शनमा दानियललाई यसको रहस्य प्रकट गरियो। तब दानियलले स्वर्गका परमेश्वरलाई प्रशंसा गरे। हालेलुया। सुमको काम गर्नु भएको परमेश्वरले त्यहाँनिर नबुकदनेजरले जब त्यहाँ एउटा सपना देख्छ त्यो सपनाको अर्थ खोल्ने त्यहाँ पनि कोही पनि हुँदैन। अनि नबुकदनेजर राजाले के भन्छ भने नि यदि यो सपनाको अर्थ तिमीले यहाँनिर खोलेनौ भने तिमीहरू ज्ञानी पुरुषहरू जादुकोरहरू सबैजना तिमीहरू मारिनेछौ भनेको छ त्यहाँनिर। अनि दानियलले के गर्यो भन्नुहोस् त नबुकदनेजरसँग त्यो सपनाको अर्थ खोल्नको निम्ति समय मागे त्यहाँ दानियलले। अनि दानियलले आफ्नो 3जना साथीहरूलाई बोलाइकन परमेश्वरको पछिल्लो गएर प्रार्थना गर्यो। जब दानियलले प्रार्थना गर्यो नि परमेश्वरले नि नबुकदनेजर राजाको सपनाको अर्थ चाहिँ दानियललाई सपनामा परमेश्वरले खोलिदिनु भयो। हालेलुया। सुरुवात कहाँ भयो? प्रार्थनाद्वारा। हालेलुया। प्रार्थना चाहिँ रहस्यको कुरा खोल्छ मेरो प्रियहरू। यो संसारले खोल्न नसकेको कुरा छ नि परमेश्वरले जब हामी प्रार्थना गर्छौँ नि अनि परमेश्वरले त्यो रहस्यको कुरा खोलिदिनुहुन्छ। तपाईँको जीवनमा लुकेको कतिवटा रहस्यको कुरा छ नि आज तपाईँ देख्नु भएको कतिवटा सपनाको कुराहरू एउटा हुन्छ मेरो प्रियहरू परमेश्वरबाट आएको सपना हुन्छ, अर्को हुन्छ दुष्टबाट आएको सपना हुन्छ। यदि परमेश्वरबाट आएको सपना हो कि दुष्टबाट आएको सपना हो तपाईँलाई थाहा भएन भने नि तपाईँ अन्यतामा पर्नुहुन्छ। जब यदि तपाईँ परमेश्वरसँग प्रार्थना गर्नुहुन्छ नि परमेश्वर मलाई यो सपनाको अर्थ खोलिदिनुहोस् अनि परमेश्वरले खोलिदिनुहुन्छ किनकि उहाँ रहस्यको परमेश्वर हुनुहुन्छ। यिर्मया 33:3 पद भन्छ मलाई पुकार र म तँलाई जवाब दिनेछु, तँ नजानेको गहिरो र गुप्तको रहस्यको कुराहरू म तँलाई के गर्नेछु प्रकट गर्नेछु। हामी नजानेको रहस्यको कुराहरू चाहिँ नि जब हामी प्रार्थना गर्छौँ नि जब हामी घुँडामा आउँछौँ नि अनि परमेश्वर त्यो रहस्यको कुराहरू प्रकट गर्नुहुन्छ मेरो प्रियहरू। आउँदोवाला कुराहरू देश देशमा के हुँदैछ, विश्वमा के हुँदैछ, तपाईँको समाजमा के हुँदैछ, तपाईँको घर परिवारमा के हुँदैछ, तपाईँको आफ्नै व्यक्तिगत जीवनमा के हुँदैछ परमेश्वर सबै कुराहरू प्रकट गर्नुहुन्छ। जब तपाईँ प्रार्थना गर्न सुरु गर्नुहुन्छ दानियलले जब प्रार्थना गर्न सुरु गर्यो नि दानियललाई चाहिँ परमेश्वरले नि रहस्यको कुरा प्रकट गर्नुभयो। त्यही दानियललाई परमेश्वरले चाहिँ नि
उच्च पदमा त्यहाँनिर नियुक्त गर्नुभयो। हालेलुया। जब तपाईँले प्रार्थना गर्नुहुन्छ नि, तपाईँले युद्धहरू जित्न सुरु गर्नुहुन्छ। जब तपाईँले प्रार्थना गर्नुहुन्छ नि, आशिष तपाईँ नजिकै हुन्छ। जब तपाईँ प्रार्थना गर्न सुरु गर्नुहुन्छ नि, तपाईँको जीवन अभिषेक बढ्न सुरु गर्छ। जब तपाईँ प्रार्थना गर्नुहुन्छ नि, तपाईँ नदेखेको कुराहरू देख्न सुरु गर्नुहुन्छ। जब तपाईँले प्रार्थना गर्नुहुन्छ नि, तपाईँको जीवनमा भएको बन्धनहरू, तपाईँको जीवनमा भएको श्रापको कुराहरू, तपाईँको जीवनमा भएको गरिबीको कुराहरू, तपाईँको जीवनमा भएको रोगको कुराहरू सबै बन्धनहरू तोडेर जानेछ। हालेलुया। प्रार्थनाले चाहिँ मेरो प्रियहरू बन्धन तोड्छ। प्रतिज्ञाको देशमा पुग्नु हो भने नि प्रार्थना बिना प्रतिज्ञाको देशमा पुग्न सक्दैनौ। तपाईँ आशिषको स्रोत बन्ने हो भने नि प्रार्थना बिना तपाईँको आशिषको स्रोत तपाईँ बन्न सक्नुहुन्न। तपाईँको जीवनमा ठुलो काम भएको तपाईँ चाहनुहुन्छ भने नि प्रार्थना बिना तपाईँले सक्नुहुन्न। जीवनमा सफलता हासिल गर्न चाहनुहुन्छ भने नि प्रार्थना, कति प्रार्थना गर्नुहुन्छ? कति प्रार्थना गर्नुहुन्छ तपाईँले आफ्नो जीवनमा? 10 मिनटको प्रार्थनाले चाहिँ नि 10 लाखको आशिष पाउँछ भनेर कहिले पनि चाहिँ नि कल्पना नगर्नु, आशा नराख्नु। तपाईँ जति बिउ छर्नुहुन्छ त्यति कट्नु गर्ने हो मेरो प्रियहरू। तपाईँ 5 मिनट तपाईँले बिउ छर्नुहुन्छ प्रार्थनाको, 5 मिनटकै तपाईँले आशिष कट्ने गर्नुहुन्छ। तपाईँले तपाईँ घन्टौँ प्रभुको उपस्थिति बस्नुहुन्छ, आशिष पनि त्यतिकै हो। हालेलुया। जति धेरै कष्ट, जति धेरै दुःख, त्यति धेरै परमेश्वरको महिमा तपाईँलाई ढाक्छ, त्यति धेरै परमेश्वरको आशिषले तपाईँलाई ढाक्दै जान्छ। हालेलुया। त्यस कारणले गर्दै गर्दाखेरि प्रार्थना चाहिँ हाम्रो आत्मिक जीवनको के हो थाहा छ? पैसा हो। संसारमा जसरी पैसा बिना तपाईँले केही पाउनुहुन्छ, पैसा बिना केही पाउनुहुन्न है। 100 रुपियाँ तपाईँसँग पैसा छ, 100 रुपियाँ पैसाले तपाईँ पसलमा जानुभयो भने तपाईँले कति रुपियाँको अब सामान किन्न सक्नुहुन्छ? 100 रुपियाँको। तपाईँसँग 500 रुपियाँ पैसा छ, अब तपाईँ पसलमा गएर कतिको मात्र पैसा लिन सक्नुहुन्छ? भन्नुहोस् त, कतिको भन्नुहोस् न? 500 रुपियाँ तपाईँसँग छ। अब 500 रुपियाँ पैसा लिएर तपाईँ पसल जानुभयो, अब कतिको मात्र सामान लिन सक्नुहुन्छ? 500 को पैसा लिएर 1000 को सामान लिन मिल्छ? कतिको भन्नुहोस् त? 500 को लिन सक्नुहुन्छ नि। त्यसै गरी मेरो प्रियहरू, जसरी तपाईँ पैसा बिना संसारमा केही चल्दैन नि, तपाईँको चाहिँ जीवनमा प्रार्थना भएन भने स्वर्गले केही पनि गर्दैन क्या मेरो प्रियहरू। हालेलुया। जब तपाईँले प्रार्थना गर्नुहुन्छ नि, अनि यस्तो परमेश्वरले हेर्नुहुन्छ, वाउ अब यसले प्रार्थना गर्यो, अब म यसको ढोका खोल्छु म। हालेलुया। अब तपाईँ प्रार्थना गर्नुहुन्न, परमेश्वरले कसरी ढोका खोल्नुहुन्छ? जब तपाईँ प्रार्थना गर्नुहुन्छ नि, स्वर्गमा तपाईँलाई चाहेको कुरा सबै छ। पैसा पनि छ, धन सम्पत्ति पनि छ, चल्लाइ पनि छ, छुटकारा पनि छ, समृद्धि छ, सबै कुरा स्वर्गमा छ। अनि त्यो कुरा चाहिँ पृथ्वीमा कहिले आउँछ भन्नुहोस् त? जब तपाईँले प्रार्थना गर्न सुरु गर्नुहुन्छ नि, अनि स्वर्गबाट सप्लाई गरिरहेको हुन्छ क्या। हालेलुया। अनि पृथ्वीमा आउन सुरु गर्छ। बाइबलले भन्छ, माग त तिमीलाई दिइनेछ, खोज त तिमीले भेटाउनेछ, खचाउ त तिम्रो निम्ति ढोका उघारिनेछ। माग्नु भनेको त प्रार्थना गर्नु हो नि त। अब तपाईँ परमेश्वरको उपस्थितिमा गइकन माग्नुहुन्न, प्रार्थना गर्नुहुन्न, कसरी ढोका खोलिन्छ मेरो प्रियहरू? कसरी ढोका खोलिन्छ भन्नुहोस् त? आज विश्वासीहरूको जीवन खाली पास्टरसँग जाने, पास्टरलाई पनि दिक्क भइसक्यो, पास्टरलाई पनि जाने, म यो प्रार्थना गरिदिनु, त्यो प्रार्थना गरिदिनु। तपाईँ आफै उभिनुहोस् न हो मेरो प्रियहरू। प्रार्थना गर्ने अधिकार परमेश्वरले सबैलाई दिनुभएको छ क्या। हालेलुया। प्रभु यीशुको जसले उद्धारकर्ता र मुक्तिदाता भनेको विश्वास गरेको छ, हर कोहीले प्रार्थना गर्दा परमेश्वर सुन्नुहुन्छ क्या। परमेश्वर सुन्नुहुन्छ मेरो प्रियहरू। तर हामी प्रार्थना गर्दैनौँ, हामी अल्छी गर्छौँ। कसैले हामीलाई 1 करोड पैसा लिन बोलायो भने हामी दौडिहाल्छौँ, आधी घन्टाको 1 घन्टाको बाटो ल्याएर, बाटो भएर हामी जान्छौँ। यदि परमेश्वरले हामीलाई उहाँको महिमाको निम्ति प्रयोग गर्नको निम्ति प्रार्थना बोलाउनु हुँदाखेरि हामी प्रार्थना गर्न सक्दैनौँ। म तपाईँलाई बताउन चाहन्छु, प्रार्थना चाहिँ हाम्रो विश्वासी जीवनमा इम्पोर्टेन्ट छ। हालेलुया। प्रार्थना चाहिँ हाम्रो विश्वासी जीवनमा चाहिँ महत्त्वपूर्ण छ। बुझ्दै हुनुहुन्छ? प्रार्थना चाहिँ हाम्रो विश्वासी जीवनमा महत्त्वपूर्ण छ। हालेलुया। त्यसकारणले गर्दा म आज तपाईँलाई के उत्साह दिन चाहन्छु भने नि, के हौसला दिन चाहन्छु भने नि, प्रार्थना चाहिँ एकदमै महत्त्वपूर्ण छ।
आज तपाईँलाई म यही हौसला दिन चाहन्छु, तपाईँले प्रार्थना गर्नु भएको छैन भने, प्रार्थना गर्न सक्नु भएको छैन भने आजदेखि परमेश्वरले भन्नुहोस् प्रभु प्रार्थना गर्नु निम्ति अङ्ग गर्नुहोस्, म प्रार्थना गर्न चाहन्छु, म प्रार्थनाको जीवन जिउन चाहन्छु। प्रभु ढोका खेल्नुहुन्छ। हालेलुया। येशू ख्रीष्ट स्वयं यो संसारमा आइकन उहाँले 12 जना चेलाहरूलाई चुन्नुभन्दा अगाडि के गर्नुभयो? रातभरि प्रार्थना गर्नुभयो। 12 जना चेला चुन्नलाई उहाँ रातभरि परमेश्वरको प्रतिमा जान कर लाग्यो। अनि तपाईँको जीवनको निर्णयहरू गर्नुपर्छ। भोलिको दिनमा तपाईँको विवाह छ, भोलिको दिनमा तपाईँको जीवनमा भनौँ न एकदमै इम्पोर्टेन्ट तपाईँ निर्णय गर्नुपर्नेछ। विदाउट प्रेयर हरेक कुराहरू असम्भव हुन्छ। विदाउट प्रेयर चाहिँ हरेक कुराहरू के हुन्छ भन्नुहोस् त? नष्ट भएर जान्छ। प्रार्थना गर्नु भनेको चाहिँ परमेश्वरको बुद्धिले चल्नु, प्रार्थना नगरिकन हिँड्नु भनेको चाहिँ आफ्नो घमण्डले चल्नु हो। प्रार्थना त्यही व्यक्ति गर्दैन जसमा घमण्ड छ। म किन गर्नु मैले प्रार्थना? मेरो घरमा धन भाइ धन छ, मेरो घरमा छोरा भाइ छोरा छ, मेरो घरमा बुहारी भाइ बुहारी छ, म रोगी छुइनँ, म बिमारी भएको छुइनँ। प्रार्थना नगर्नु भएको चाहिँ घमण्ड हो। त्यस्तो व्यक्तिले प्रार्थना गर्दैन। मलाई सबै कुरा छँदैछ त, मेरो घरमा के छ? रासन छ मेरो घरमा, मसँग ब्याङ्क ब्यालेन्स छ, म स्वस्थ छु, मलाई रोग लागेको छ, न मलाई क्यान्सर भएको छ, न मलाई किडनी फेल भएको छ, न मलाई मुटु रोग लागेको छ। ठिक छ, मलाई सबै कुरा छ। अहिले ठिक छ हौ, भोलिको देख्ने भनेको परमप्रभु मात्र हुनुहुन्छ। प्रार्थनाले चाहिँ नि तपाईँको भविष्यलाई नि सुरक्षित पार्छ। प्रार्थनाले चाहिँ तपाईँको भविष्यको कुरालाई चाहिँ नि परमेश्वरसँग अझै पनि परमेश्वरको नजिकतामा जानलाई पुश गर्छ। हालेलुया। भविष्यको निम्ति प्रार्थना गर्नु, आफ्नो बच्चा बच्चाको निम्ति प्रार्थना गर्नु, आफ्नो घर परिवारको निम्ति प्रार्थना गर्नु। प्रार्थनाले तपाईँको घर परिवारलाई बलियो बनाउँछ। प्रार्थना तपाईँको घर परिवारलाई मजबुत बनाउँछ। प्रार्थनाले चाहिँ तपाईँलाई परीक्षाबाट बचाउँछ। प्रभु येशू ख्रीष्ट जब प्रार्थना गर्न जानुभयो गेत्सेमनी बगैँचामा, चेलाहरू सुतिरहेको थियो। प्रभु येशू ख्रीष्टले भन्नुभयो प्रार्थना गर र परीक्षामा नपर भन्नुभयो उहाँले। जब तपाईँ म प्रार्थना गर्दैनौँ भने हामी परीक्षामा पर्छौँ, पापको परीक्षामा। जब हामी प्रार्थनाको जीवन जिउँदैनौँ नि, अनि बिहा विचारको परीक्षामा हामी परेको गर्छौँ। जब हामी प्रार्थना गर्दैनौँ नि, चुरोट खाने परीक्षामा हामी परेको गर्छौँ। जब हामी प्रार्थना गर्दैनौँ नि, हामी खैनी मिचेको गर्छौँ। जब हामी प्रार्थना गर्दैनौँ नि, अरूको कुरा काटेको गर्छौँ। जब हामी प्रार्थना गर्दैनौँ नि, श्रापको परीक्षामा हामी परेको गर्छौँ। पापको हामी वंशमा रहेको गर्छौँ। प्रार्थना जब हामी गर्न सुरुवात गर्छौँ नि, त्यति बेला चाहिँ एउटा स्वतन्त्रता सुरु हुन्छ। आमेन। त्यति बेला चाहिँ नि एउटा शक्तिशाली स्वतन्त्रता सुरु हुन्छ। प्रार्थनाले तपाईँलाई स्वतन्त्र तुल्याउँछ। प्रार्थनाले तपाईँलाई चङ्गाई दिन्छ। प्रार्थनाले तपाईँलाई छुटकारा दिन्छ। प्रार्थनाले तपाईँको जीवन भएको हरेक बन्धनलाई तोडिदिन्छ। हालेलुया। सबैलाई भन्नुहोस् त, आजदेखि म प्रार्थनाको जीवन जिउँछु। आजदेखि म प्रार्थनाको जीवन जिउँछु। हालेलुया।